पाब्लो एस्कोबार ऊ चाहिँ कोलम्बियाको ड्रग लर्ड हो र उसले चाहिँ आफ्नो छोरीलाई जाडो भयो भन्नेमा त्यो आगो ताप्नको लागि चाहिँ हजारौँ डलर जलाएर चाहिँ उसलाई चाहिँ आगो ताप्न लगाएको थियो है। र ऊ चाहिँ वान अफ द रिचेस्ट क्रिमिनल इन इन्टायर हिस्ट्री भनेर भनिन्छ। र उसले चाहिँ अभियसली ड्रग सप्लाई गर्थ्यो र उसको घर चाहिँ पैसा राख्ने गोदाम जस्तो थियो अरे। र जब चाहिँ त्यो बेलामा ऊ चाहिँ त्यहाँको अथोरिटीसँग चाहिँ बचेर भागिरहेको थियो र घरमा त अब अथाह पैसा छ, त्यो बेलामा उसको पैसा मिलियन्स अफ डलर्स त त्यो त्यहाँ मुसाले खाएर इभन मुसाले त्यो डिस्ट्रोय गरिदिएर अरू पेट्सहरूले बिगारिदिएर इभन डिस्ट्रोय गरेर अथवा त्यो कुहिएर पनि थाउजन्ड्स अफ इभन मिलियन्स अफ डलर्स रिपोर्टले भन्छ कि मिलियन्स अफ डलर्स चाहिँ त्यसरी डिस्ट्रोय भएको छ अरे उसको। किनकि त्यहाँबाट पनि हामी अन्दाजा लगाउन सक्छौँ उसँग कति धेरै पैसा थियो र त्यो बेलामा चाहिँ उसको नेटवर्थ चाहिँ $35 बिलियन भन्दा पनि बढी थियो अरे है। र यो घटना चाहिँ एक बेलामा चाहिँ ऊ चाहिँ आफ्नो फ्यामिली लिएर चाहिँ जस त्यहाँको अथोरिटीसँग चाहिँ भागिरहेको थियो र त्यो बेलामा चाहिँ घनाघोर जङ्गलमा परेछ होइन। अब त्यहाँनिर इलेक्ट्रिसिटी छैन अनि इभन अब त्यो काठहरू पनि छैन आगो बाल्नको लागि है। त्यो कारणले गर्दा छोरीलाई चाहिँ चिसो भयो भनेर चाहिँ उसले चाहिँ साँच्चै कि त्यो थाउजन्ड्स अफ हजारौँ डलर चाहिँ जलाएर चाहिँ उसको छोरीलाई चाहिँ त्यो हिट प्रोभाइड गरेको थियो अरे है। र यो यतिसम्मको पावरफुल मान्छे पछि कोलम्बियाको अथोरिटीसँग पनि इभन उसले सरेन्डर गर्यो र सरेन्डर पनि एक अर्थमा गर्यो कि कुन शर्तमा भनेर भन्दाखेरि चाहिँ म आफ्नो जेल चाहिँ म आफै बनाउँछु भनेर चाहिँ उसले आफ्नो लागि आफै प्रिजन बनायो। र त्यो प्रिजनभित्र चाहिँ बार छ, त्यो प्रिजनभित्र जिम छ, इभन वाटरफल छ र इभन त्यो एउटा फुटबलको स्टेडियम पनि थियो अरे है। र त्यहाँबाट पनि पछि त्यो भाग्यो र पछि चाहिँ परेरीसँगै त्यो मुठभेडमै चाहिँ उसको मृत्यु भयो। सो द्याट वाज अबाउट पाब्लो एस्कोबार। सो थ्याङ्क यू एभ्री वान फर लिसनिङ।